गुड मर्निङ साथीहरू, कस्तो हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ होला। र आज चाहिँ सन्डे हो र मेरो चाहिँ आज छुट्टी हो। छुट्टी भन्दाखेरि पनि हर सन्डे चाहिँ मिल्दैन, एउटा सन्डे छोडी छोडी मिल्छ। यो सन्डे चाहिँ मेरो हो, अर्को पालि फेरि जानुपर्छ। र त्यही भएर रुमको साफसफाइ चाहिँ मजाले हुँदैन र आज मेरो छुट्टी हो, त्यही भएर चाहिँ म सफा गर्दैछु, धमाधम सफाइ गर्दैछु। अनि बिहान चाहिँ म अब ड्युटी जाने भन्दा पहिले अब जति म सक्छु त्यति सफाइ गर्छु होइन। र पनि कति थोक त रहन्छ नि, अब लुगासुगा मिलाउन, बेडसिटहरू गर्न, कोना कोनामा जालासाला झार्न ओर्न होइन। साफसफाइ भनेको चाहिँ मलाई एकदम नै राम्रो लाग्छ र मलाई चाहिँ साफसफाइ एकदम राम्रो लाग्छ। र त्यही भएर सधैँ चाहिँ गर्न सक्दिनँ, हप्तामा एक दिन छुट्टी आउँछ, त्यही पनि कहिले हुन्छ कहिले हुँदैन। र आज चाहिँ मेरो छुट्टी परेको थियो, त्यही भएर चाहिँ मैले पुरा रुमहरू घरहरू सफा गर्दैछु। र सन्डेको दिन चाहिँ मेरो यतिकै जान्छ। र सबैलाई त साफसफाइ भनेको सबैलाई राम्रै लाग्छ हो कि होइन भन्नुहोस् त। तपाईँहरूलाई नि कतिजनालाई राम्रो लाग्छ, अब कतिजना भ्याउँदैनन्, अब छुट्टीकै दिन गर्नुपर्छ। र म पनि यता चाहिँ साफसफाइ गरेर अनि यता चाहिँ बेडसिटहरू मिलाउँदैछु। अब सन्डे त अब एक्लै हुन्छु, अब बुढा पनि ड्युटी जानुभएको छ। अब एक्लै बस्दाखेरि चाहिँ यस्तै हो, मेरो चाहिँ साफसफाइ गर्दा गर्दा दिनै जान्छ कोही कोही बेला चाहिँ। अनि सबै त गरिसकेर यति चाहिँ मैले मिलाइसकेर छु यता। र तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियोहरू हेरेर? कहाँ कहाँबाट हेर्नुहुन्छ तपाईँ मेरो भिडियो भनिदिनु कमेन्ट गरेर। अब भन्न त मैले यतिकै भने कि होइन, भ्युजहरू त अब त्यति जाँदैन। मैले यो फेसबुक खोलेको 1 वर्ष हुन आँटिसक्यो होइन। यो 17 अक्टोबरको पुरा 1 वर्ष हुन्छ र पनि भ्युज भनेको अझैसम्म मेरो फोनमा जाँदै नै अहिले पनि गएकै छैन। र बिहानको चियासिया खाएको भाँडा बटुकाहरू पनि थियो, यो पनि म चाहिँ मस्काउँदै थिएँ। र कतिजनाको होइन, कति मिहिनेत गरिसके पछाडि मात्रै भ्युजहरू आउँछ होइन। अब भिडियोहरू पनि अब सधैँ त म बनाउन पाउँदिनै, अब कहिलेकाहीँ मात्रै हो भिडियो बनाउने भनेको। र पनि हाल्न त म हालि नै रहन्छु, र पनि भ्युज भनेको चाहिँ जाँदै जाँदैन। सायद धेरै मिहिनेत लाग्छ होला भ्युजहरू पाउनलाई होइन। अब हालिदिइराख्छु, हेरौँ एक दिन त जान्छ होला नि। त्यही भएर म चाहिँ यता फटाफट किचनतिर पनि साफसफाइ गर्दै थिएँ, अनि त्यहाँबाट लुगासुगा धोएर थिएँ, अनि छतमा गएँ लुगाहरू सुकाउन भनेर। यस्तो घाम लागेको थियो बिहान बिहान, आमामामा पानी त राति कत्रो आयो होइन। अब पानी आयो राति चाहिँ, अनि बिहान हेर्दाखेरि चाहिँ कस्तो घाम लागेको थियो, आमामा टलक्क टल्केको थियो घाम पनि। र मैले चाहिँ यता लुगाहरू पनि सुकाएँ, बेसी थिएनन् लुगाहरू, बुढाका मात्रै थिए। लुगा चाहिँ म चाहिँ धोइ नै रहन्छु।